हेलो साथीहरु, वेलकम ब्याक मेरो युट्युब च्यानलमा तपाईहरु सबैजनालाई धेरै धेरै स्वागत छ। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठीक छु एन्ड फाइन छु साथीहरु। र आज चाहिँ साथीहरु म चाहिँ छुट्टीको दिनमा साथीहरु बिहानै 10:30 बजे उठेर रेडी भइसकेको छु, किनभने आज चाहिँ साथीहरु मलाई धेरै टिकटक बनाउनु छ। र यो हाम्रो गुरुङ ड्रेस अथवा मगर ड्रेस भनौँ, यो हैन हङकङ लुङ्गी भेट्टाएको छु क्या मैले। यो चाहिँ मेरो ड्रेस हैन, यो चाहिँ मेरो साथीको कपडा हो। अनि मैले चाहिँ यो ड्रेसबाट चाहिँ टक्क धेरै टिकटक भिडियोहरु बनाउनको लागि चाहिँ अनि मैले चाहिँ यो ड्रेस एकछिनलाई मागेको थिएँ। अनि त्यही भएर मैले चाहिँ भिडियोहरु टिकटक भिडियोहरु बनाउन लागिरहेको छु। त्यो सँगसँगै साथीहरु आज छुट्टीको दिनमा चाहिँ मैले चाहिँ मेरो चाहिँ बारीमा आलु पनि छ, म चाहिँ त्यो आलु पनि उखाल्न जाँदैछु क्या, उखाल्छु। अनि त्यही भएर चाहिँ म यो सबै भिडियोहरु बनाएर अनि छुट्टीको दिनमा के गर्छु भनेर चाहिँ त्यो देखाउनलाई नै म भिडियो बनाइरहेको छु। त्यही भएर चाहिँ मेरो आज चाहिँ गुरुङ यो नेपाली ड्रेसबाट चाहिँ मेरो भिडियो स्टार्ट भइरहेको छ। कस्तो देखिएको छ कमेन्ट पनि गर्नु होला। म यो पुरा ड्रेस सब देखाउँछु हैन। मैले चाहिँ यो चाहिँ आज जिन्दगीमा फर्स्ट टाइम लगाएको है। मैले चाहिँ यस्तो ड्रेसहरु चाहिँ कहिले पनि लगाएको थिएन हैन, तर यहाँ चाहिँ आज साथीको रहेछ अनि त्यही भएर चाहिँ लगाएको हो। मैले अहिलेसम्म आफ्नो शरीरमा यस्तो कपडा हालेको थिएन अनि त्यही भएर चाहिँ मलाई एकदम धेरै एक्साइटेड पनि भयो क्या। अनि त्यही भएर मैले यो कपडा लाएर नै एउटा भिडियो पनि बनाइदिउँ न त, अनि छुट्टीको दिनमा ब्लग पनि बनाइदिउँ भन्ने सोचले चाहिँ अनि मैले चाहिँ आज यो भिडियो कपडा लगाएको बेलामा भिडियो बनाउँदैछु। आई होप तपाईहरुले चाहिँ मेरो भिडियोहरु हेरेर इन्जोय गर्नुहुन्छ होला साथीहरु। आज चाहिँ मेरो फुल छुट्टी थियो र म आज चाहिँ एकदमै धेरै रेस्ट गर्नेवाला छु, बाहिर जाने छैन क्या। अनि त्यही भएर चाहिँ मैले आज यो कपडा लाएर भिडियो बनाउँदैछु। आई होप तपाईहरुले साथीहरु आजसम्म मेरो भिडियो हेरेर इन्जोय गर्नुभएको होला र आगामी दिनहरुमा पनि मेरो भिडियो हेरेर इन्जोय गर्नुहुन्छ होला। तपाईहरुले मनोरञ्जन दिने भिडियोहरु लिएर आउने कोसिस गरिरहेको छु साथीहरु। र आज दिन कसरी काट्ने भन्दाखेरि चाहिँ साथीहरु अब एक्लै हो, साथी पनि ड्युटी गइसकेको छ अनि त्यही भएर चाहिँ म आफै एक्लैमा रमाउन सिक्नु पर्यो। त्यही भएर म चाहिँ एकदमै धेरै भिडियोहरु टिकटकहरु बनाउने छु, त्यसैले चाहिँ मैले मजाले भिडियो बनाउँदै छु साथीहरु। यो चाहिँ मेरो रुम हो, मेरो रुम चाहिँ यस्तो भइसकेको छ। म चाहिँ अब छुट्टीको दिन हो नि त, अब पुरै सफा गर्नुपर्छ हैन। अनि त्यसपछि यता पनि हेर्नु एउटा भत्रा गोल छ अनि यो गर्छु। तर चाहिँ म कस्तो देखेछु म तपाईहरुलाई चाहिँ यो ड्रेस पुरै देखाउँछु है त। आज चाहिँ साथीहरु म चाहिँ एकदमै आफै एक्लै धेरै किन आज चाहिँ यतिकै क्या त्यो मन खुसी भएर एक्लै मजाले टिकटक बनायो हैन। अनि आजको ड्रेस सब चाहिँ यस्तो छ साथीहरु, हेर्नुस् हैन। मैले चाहिँ पहिलोचोटि लाएको हो, तर आफू नेपाली आफू त्यही माथि पनि गुरुङ भएर होला मलाई चाहिँ आफैले कपडाले राम्रै देखेको जस्तो लागिरहेछ। तर म चाहिँ हल्का मोटी देखिरहेछ हैन, वास्तवमा चाहिँ म मोटाइसकेको कि हैन, मोटी देखिरहेछ तर पनि राम्रो देखिरहेछ। मैले चाहिँ यो कपडाको टन्नै फोटो भिडियोहरु पनि टिकटकमा चाहिँ टिकटकको भिडियो बनाइसकेर फोटोहरु पनि खिचिसके। त्यही भएर मैले चाहिँ फेरि युट्युबको लागि पनि भिडियो बनाउँदैछु। तर कुरा त केही छैन साथीहरु। अनि म चाहिँ अब साथीहरु आज चाहिँ मेरो यो हेर्न यहाँ आलुबारी, आलु चाहिँ सबै पाकी जस्तो छ नि, पाकेको जस्तो छ। अनि यो चाहिँ मेरो रायोको सागको चाहिँ अर्को सालको लागि पुरा मैले चाहिँ यहाँ बिउ रेडी गर्दैछु भने साथीहरु आज चाहिँ म आलु उखाल्न गइरहेछु। अब चाहिँ यताको चाहिँ हेर्न फुलहरु पनि कति राम्रो छ। बाइ द वे यो चाहिँ हाम्रो होइन है, यो चाहिँ अरूको हो। पहिला यहाँको बुढीले बजाबुढीले के लाउँथ्यो हैन, अहिले चाहिँ यहाँको बजाबुढी यो घरको बजाबुढी हो क्या सायद। बुढा चाहिँ बित्नु भयो अनि त्यसपछि बुढी पनि हस्पिटल भर्नु भयो। तर यो बुढी चाहिँ खासै राम्रो मान्छे चाहिँ थिएन, किनकि यो बुढी एकदमै धेरै हामीसँग रिसाहा गर्थ्यो क्या। हामीले यहाँ खेती गरेको देखेर अनि हाम्रो झारमा पानी ल्याएर फाल्दिने, फोहोर ल्याएर फाल्दिने गर्ने खालको बुढी थियो। त्यही भएर अहिले चाहिँ त्यो बुढी नभएको, त्यही भएर हाम्रो चाहिँ आलु पनि
यस्तो राम्रो भइरहेछ कि म चाहिँ अब आलु उखाल्न गइरहेछु। तपाईहरुले चाहिँ मलाई छुट्टीको बेलामा डुलेर हिँडेको मात्रै देख्नुहुन्छ होला होइन है। म चाहिँ बेला बेलामा यस्तो खेतीपाती पनि गर्छु। अब यो आलु चाहिँ सबै उखाल्छु अनि त्यसपछि खुर्सानी र टमाटर लाउने सोचमा छु। त चाहिँ साथीहरु म चाहिँ यो आलु पुरै उखाल्छु हैन। आलु उखाल्छु, उखालिसकेपछि चाहिँ खनेर ठिक्क पारेर राख्छु अनि फेरि मल किनेर ल्याएर अनि टमाटर अनि त्यसपछि हरियो खुर्सानीको बेर्न मैले माथि जमाएको छ के अनि केराहरू पनि लगाएको छु अनि तल ल्याएर सबै रोप्छु है। त्यो चाहिँ आज चाहिँ गर्दिन र आलु हेर्ने कत्रो कत्रो फले हेरम है त। ए जेत नगर्न मेरो। यहाँ आलु कति महँगो छ नि त है। 4-5 वटालाई 300 कति पर्छ भने हेर्न है। तर मैले के अलि ढिलो उखाल्न यसो हेरेको कमिलोले खाने बेला भइसकेछ के अनि त्यही भएर अब उखालेर हेर्नु त कत्रो कत्रो भइरहेछ। ओ बडे बडे हो रहे हैं आलू। हेर्न कस्तो मजाको फलेर रहेछ। मसिनो पनि छ। तपाईले मलाई सधैँ बाहिर डुल्दै हिँडेको भिडियो देख्नुहुन्छ नि त हैन। म चाहिँ बिदाको बेलामा यस्तो पनि गर्छु। ओ कत्रो हो यो त आमा हेर्नु त यत्रो भइसक्यो यो त। यस्तो रे क्या आफूले लगाएको कुरा त फेरि यति सुन्न र नि। हेर्नु त यत्रो भइरहेछ हौ। धेरै हुन्छ क्या हो। यो आलु चाहिँ मैले खाने भनेर लिएर आएको साथीहरू अनि राख्दै बिउ उम्रियो क्या अनि बिउ उम्रेपछि के गर्ने त भनेर यसो विचार गरेँ अनि त्यसपछि ल्याएर अनि मैले जम्मा यो 321 को आलु ल्याएर अनि यो एउटै आलुलाई दुई फ्याक बनाएर रोपेको थियो कि अब अहिले चाहिँ अब हिसाब किताब त गर्नै बाँकी छ हैन। अब कत्रो आएको त नि हेर्दै गर्छ मान्छेले गर्न त आफ्नो प्रशंसा आफै गर्नु पर्यो। हेर्नु न हाम्रो चाहिँ पोहोरको वर्ष पनि एकदमै धेरै राम्रो भएको थियो। यो वर्ष चाहिँ मैले अलि धेरै लाछु है। यता पनि लाइछु त्यो चाहिँ हेर्छु पहिला। त्यो अलि पछि लगाएको हो के त्यो। यो चाहिँ अलि अगाडि नै लगाएको थियो अनि यहाँ अब फेरि बारीमा किरा पर्ने सिजन पनि भयो नि त अनि त्यही भएर यसो एकचोटि खोतालेर हेर्नु पर्यो भनेर खोतालेको त किराले खाम जस्तो भइरहेछ तर अहिलेसम्म चाहिँ खाइ छैन। चाहिँ साथीहरू यति भयो है आलु चाहिँ लगभग। तर ठुलो छ कि हेर्नु आलु यो सबै राम्रो भएछ आलु चाहिँ। यो सबैभन्दा ठुलो त यही होला हेर्न कस्तो मजाको यति भएछ। लगभग 8-9 किलो होला अनि ठाउँ पनि खासै ठुलो त थिएन कि यत्रो थियो। अब चाहिँ यसको रोटी बनाएर खानुपर्छ, तरकारी खानुपर्छ, आलु चप बनाएर खानुपर्छ। कसलाई चाहिए मलाई सम्पर्क गर्नु होला रे। वाइ चाउचाउको 1 कार्टुन भरि भइरहेछ नि। यति धेरै भइरहेछ। ल है कसलाई आलु चाहिएछ सम्पर्क गर्नु होला। साथीहरू अब चाहिँ खाना बनाउन तर्फ लाग्नुपर्ने हुन्छ हैन। त्यही भएर चाहिँ म खाना बनाउन जाँदैछु अनि खाना बनाएपछि खानासाना खाएपछि चाहिँ सुत्नु। साथीहरू आज चाहिँ म अब टिकटक बनाएर भ्याएँ हैन। अब चाहिँ म फेरि
अर्को ड्रेसअपमा आइसकेको छु र अहिले चाहिँ मैले चाहिँ मोमो बनाउँदैछु साथीहरू। र आज चाहिँ छुट्टीको दिनमा साध्यै भात तरकारी त कति खाने त नि होइन, त्यही भएर कहिलेकाहीँ चाहिँ नयाँ नयाँ चिजहरू पनि खानुपर्छ। नयाँ त होइन मोमो होइन, हामी चाहिँ अब डेली जस्तो त होइन तर हो नि त कहिलेकाहीँ खान्छ। अनि त्यही भएर मैले चाहिँ मोमो बनाइरहेको छु। मोमो पनि पाकिसक्यो होइन, यतापट्टि अचार पनि रेडी भइसकेको छ। यता चाहिँ हाम्रो मोमो पकाउने स्टाइल चाहिँ यस्तो छ साथीहरू। यहाँ चाहिँ मोमो पाक्दैछ है, मेरो चाहिँ अलमोस्ट पाकिसकेको छ है। यो चाहिँ चिकन मोमो हो, यति खान्छु। अनि त्यसपछि साथीहरू यता चाहिँ मैले अचार पनि बनाएर रेडी गरेको छु भने यो चाहिँ भोलि बिहानको लागि बोडी तरकारी पनि रेडी गरिसकेको छ भने पेप्सी पनि छ। यो चाहिँ नुन है। अब चाहिँ म मोमो निकाल्छु है त। यो चाहिँ मोमो पाकेर रेडी भइसक्यो है। म चाहिँ अब यो मोमो निकाल्छु। तैट टाँसे छ त बर्बाद भयो त, बेसरी पाकेछ हौ मोमो त। हे ओके, मोमो धेरै पाकेछ साथीहरू। खत्तम भयो त नि मोमो त, सब पाकेर यस्तो पो भएछ, फेतक्क भएछ। धेरै पाकेछ यो त। यो धेरै पाकेछ हौ। मोमो अघि ढेँडो हो भने थियो, अस्ति एउटा बच्चाले त्यस्तै भयो क्या। मेरो चाहिँ मोमो पनि पाकेर रेडी भइसक्यो। अनि यतापट्टि अचार पनि छ होइन। मलाई चाहिँ मोमोभन्दा पनि धेरै अचार मनपर्छ, त्यही भएर मजाले अचार मोमोभन्दा पनि धेरै अचार मनपर्छ मलाई चाहिँ। त्यही भएर टन्न अचार हालेको छु। पहिला पेप्सी खानु पर्यो, पेप्सी कोले मनपर्छ। मोमो खाइदिएला मैले। एकदम मिठो भयो यो मोमो चाहिँ साथीहरू। आजै बनाएको फ्रेस चाहिँ होइन है, मैले अस्ति नै बनाएर त्यही फ्रिजमा राखेको थियो। त्यही आज स्टिम मात्रै गरेको हो। अचार चाहिँ भर्खरै बनाएको हो। मिठो भएछ। मोमो मिठो हुन्छ अचारले हो नि त है, त्यही भएर क्या। त्यो फ्रिजमा राखेको भएर मोमो चाहिँ अलि फतक्क भइछ क्या। धेरै पकाउनु भने मैले त्यसरी पकाइदियो, पाकेन होला भनेर। यस्तो मिठो भएछ हौ। हल्का अचार पिरो पिरो भएछ क्या। The next day. साथीहरू आज चाहिँ फेरि हाम्रो घरमा पाहुना आएको छ, तर पाहुनालाई खाना बनाउन लगाइरहेको छु। हेलो निता। यो चाहिँ 1 महिनापछि हाम्रो घर त 2-3 महिनापछि आयो क्या हो है हाम्रो घर त। 2-3 महिनापछि आएर आउने बित्तिकै यसले चाहिँ मासु पकाउन लाग्छु भने आज चाहिँ हाम्रो घरमा एउटा नयाँ मेहमान चाहिँ पहिलोचोटि आएको छ। हेलो भन न। हेलो खुच्ची। ऊ चाहिँ हाम्रो चाहिँ वो चाहिँ पहिलोचोटि आएको है हाम्रो घरमा। तिमी हाम्रो घरमा पहिलोचोटि आएर कस्तो लागिरहेछ? साथीहरू आज चाहिँ हाम्रो घरमा पार्टी हुँदैछ है। मासु दसैँ पनि होइन, तिहार पनि होइन, तर यस्तो पार्टी गर्दैछौँ हामी चाहिँ। यो चाहिँ हाम्रो पाङ्ग्रा भुटेर खाने, यो चाहिँ बिरयानीको लागि, अनि यो चाहिँ आलु दम बनाउनको लागि होइन। यता निताले मासु बनाउँदैछ, अनि यता चाहिँ ऋतु पनि छ। आज चाहिँ हाम्रो दसैँ मनाउँदैछ हामीले। अब अरू चाहिँ पनि देखाउँछु। ए अझै कति छ कति
बिरयानी चाहिँ पाकिसक्यो। हेर्नु बिरयानीको कलर चाहिँ हामीले चाहिँ कलर फुड कलरहरू चाहिँ के पनि हालेको छैन। यो चाहिँ एकदम धेरै घरमा नर्मल बनाइरहेको छ होइन। हेर्नु कस्तो हुन्छ चाहिँ अब यिनीहरूलाई भन्नु पर्ला कति खाने हो नानीहरू। धेरै नहाल होइन केसर बोल्नु भनेर डराएर बस्यो त। कति हालौँ प्रोफेसनल हो कि भनेर एउटा चाहिँ यसमा यो चाहिँ पहिला हालेर फेरि खनाएको यो पनि भन्नु पर्यो नि त। ल ल बिरयानी खाने भयो आउनु है। ओके ओके खाना चाहिँ पुरा रेडी भइस बोल्दै बना न। आज चाहिँ साथीहरू हाम्रो खाना चाहिँ बिरयानी दसैँ लागेको छ हामीलाई चाहिँ। बिरयानीसँग चाहिँ खानेकुराहरू यस्तो छ आलुदम पाङ्ग्रा मासु अनि यो चाहिँ भिन्डी करेला अनि यो चाहिँ मुलाको अचार यो चाहिँ के अरे मोमोको अचार। अरू के बनायो धेरै बनायो जस्तो लाग्थ्यो त। ओके भयो मिठो भयो भने तर स्वाद त मिठो हुन्छ। तर बिरयानी बनाउनु त धेरै टाइम लाग्दैन चाहिँ नि। मान्छेहरू फुड कलर हालेर कलर बनाउने हो। अरू अन्त खायो भने पेट हुचुस हुन्छ घरको हुन्न नि। अरू त के हाल्ने होला हामी यसले के हालिहाल्नु मात्रै हेर्नु। बिरयानी चाहिँ बासी मिठो हुन्छ नि। मैले त अस्ति लिएर गएर खाएँ बिरयानी बासी मिठो खायो। लिएर गएर खाएँ रोज खा भने खाएँ नि नखाएँ नखानु। मैले चाहिँ साथीहरू टन्नै टिकटकको भिडियो अनि त्यसपछि युट्युबको भिडियो पनि बनाएँ होइन। यो कपडामा मेरो खासै कुराहरू त के पनि नै हुँदैन अनि त्यही भएर चाहिँ अब म चाहिँ के भन्छ अरे आजको भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूले चाहिँ यसो हेरेर मनोरञ्जन लिनुभयो कि लिनु भएन होइन कमेन्ट पनि गरिदिनु होला र म पनि कस्तो देखेको छु कमेन्ट गरिदिनु होला। र आज चाहिँ हामी फेरि अब खानासाना बनाएर अनि भोलि बिहान मेरो बिहानै ड्युटी छ अनि ड्युटी जानुपर्ने हुन्छ अनि त्यही भएर चाहिँ आजलाई यति हो। साथीहरू नयाँ साथीहरूले हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। पुरानो साथीहरूले हेर्दै हुनुहुन्छ भने मेरो युट्युबलाई मेरो भिडियोलाई पुरा स्किप नगरिकन पुरा हेरिदिनु होला। अनि मन पऱ्यो भने लाइक सेयर एन्ड कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु। यति भन्दै आजको भिडियोलाई साथीहरू बाई बाई।